कसैले उनलाई वैज्ञानिक भन्छन् त कसैले उनलाई घुमन्ती पनि भन्छन्। कसैले उनलाई गफाडी समेत भन्ने गरेका छन्। उनी आफ्नै दुनियाँमा जनताको डोनेसनबाट आविष्कार केन्द्र सञ्चालन गरिरहेका छन्। उनी आफ्नो आत्मकथा बेचेर आविष्कार केन्द्र चलाइरहेका छन्। सरकारले गर्नुपर्ने काम उनी एक्लैले गरिरहेका छन्। देशमा केही गर्नुपर्छ भनेर लागेका महावीर पुनलाई नेपाल सरकारले चिन्न नसकेको हो कि चिन्न नखोजेको हो। म युएसएबाट ब्याचलर पढेर नेपाल घुम्न आएको थिएँ, तर यही घुमियो र अहिले पनि घुमिरहेकै छु। म नेपालमा यसरी आविष्कार केन्द्र खोलेर बस्छु भनेर आएको पनि होइन। सानो छँदा म यसरी पढ्छु भन्ने लागेको पनि थिएन। बुवाले पढ भनेर पढेको थिएँ। पढ्दा पढ्दै अमेरिकासम्म नै पुगे। मलाई सबैले वैज्ञानिक भन्छन्, तर म कुनै वैज्ञानिक पनि होइन। म एउटा फिरन्ती हुँ र म घुमिरहन्छु। मलाई 2 जोड कपडाले 1 वर्ष मजाले चल्छ। यो सबै कुरा महावीर पुनले भनेका कुराहरू हुन्। यो सबै सुन्दा उहाँ एउटा साधारण व्यक्ति लाग्छ होला, तर मैले यो सबै कुरा हजुरहरूलाई भन्नुको केही कारणहरू छन्। यो दुनियाँमा कसै न कसैलाई केही न केही कुराको मोह हुन्छ, लोभ हुन्छ। महावीर पुनलाई कुनै कुराको मोह छैन। उनी यति सरल जीवन बिताउँछन्, उनलाई कुनै कुराले फरक पर्दैन। कसैले उनलाई वैज्ञानिक भन्छन् त कसैले उनलाई घुमन्ती पनि भन्छन्। कसैले उनलाई गफाडी समेत भन्ने गरेका छन्। उनी आफ्नै दुनियाँमा जनताको डोनेसनबाट आविष्कार केन्द्र सञ्चालन गरिरहेका छन्। उनी आफ्नो आत्मकथा बेचेर आविष्कार केन्द्र चलाइरहेका छन्। सरकारले गर्नुपर्ने काम उनी एक्लैले गरिरहेका छन्। देशमा केही गर्नुपर्छ भनेर लागेका महावीर पुनलाई नेपाल सरकारले चिन्न नसकेको हो कि चिन्न नखोजेको हो। महावीर पुनको बारेमा जान्नुपर्दा उहाँ नेपाली रिसर्चरसँगै टिचर र सोसियल इन्टरप्रेन्योर समेत हुन्। सुरुमा उहाँले दुर्गम क्षेत्रहरूमा वायरलेस नेटवर्क जडान समेत गरेका थिए। महावीर पुनको जन्म 22 जनवरी 1955 मा म्याग्दीको नान्गी भन्ने गाउँमा भएको थियो। त्यति बेला एजुकेसनको पहुँच थिएन, तर पनि महावीर पुन नजिकको स्कुलमा 5 क्लाससम्म पढे, जुन स्कुल 5 क्लास पास गरेको सर्टिफिकेट दिनको लागि मात्र बनाइएको थियो। त्यो किनभने त्यति बेला ब्रिटिस आर्मीमा जानको लागि 5 क्लास पास हुनुपर्ने भनिएको थियो। तर उनको बुवाले हायर एजुकेसन पनि पढ्नुपर्छ भनेपछि उनी हायर स्कुल पढ्न थाल्छन्। अहिलेको समयमा +2 पास गरेर विदेश जान सकिन्छ भनेर धेरै मानिसहरू लागिरहेका छन्। ठीक त्यस्तै त्यति बेला उनी पनि हायर स्कुल पढेर ब्रिटिस आर्मीमा भर्ती हुन पाइन्छ भनेर पढिरहेका थिए। उनी भन्छन्, मलाई कहिले पढ्नु पर्छ लागेन। म बुवाको कारण पढिरहेको थिएँ। बुवाको पढाउने इच्छा कायमै थियो र उनी त्यसपछि अमृत साइन्स क्याम्पसमा आइएससी जोइन गर्छन्। कलेज सकेर चितवनको 4वटा स्कुलहरूमा 13 वर्ष टिचिङ गर्छन्। 1989 मा युएसएको कलेजमा स्कलरसिप पाएपछि अमेरिका जान्छन्। 1992 मा ब्याचलर डिग्री इन साइन्समा ग्रेजुएट भएर नेपाल फर्किन्छन्। नेपाल आएर वायरलेस नेटवर्कको फिल्डमा काम थाल्छन् र सँगै 2001 मा मास्टर समेत सक्छन्। सन् 2006 मा वाइफाई नेटवर्क सञ्चालन गर्न सफल हुन्छन् 13वटा हिमाली जिल्लाहरूमा। अहिले उनको त्यो प्रोजेक्ट 175वटा दुर्गम गाउँहरूमा वाइफाई नेटवर्क जडान गर्न सफल भएको छ। नेपालमा वायरलेस कम्प्युटर टेक्नोलोजीको सुरुवात गरेको कारण महावीर पुनलाई सन् 2007 मा मेजेसी अवार्डले सम्मानित गरियो। सन् 2012 मा महावीर पुन र उनका सहकर्मीहरूले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरे। राष्ट्रिय आविष्कार केन्द्रलाई लिएर धेरैचोटि महावीर पुनले एउटै कुरा बारम्बार भनिरहेका छन्, जुन कुरा हो राष्ट्रिय आविष्कार केन्द्र एउटा सुरुवात हो र यसले कुनै नयाँ किसिमको आविष्कार गर्दैन र सक्दैन पनि, तर आविष्कार केन्द्रले केही सिप भएका व्यक्तिहरूलाई काम गर्ने प्लेटफर्म प्रदान गर्दछ र नयाँ कुरा आविष्कार गर्नु मात्र आविष्कार होइन, केही कुराहरू देशमै आविष्कार गर्न सक्नु पनि आविष्कार हो र यसले देशको इकोनोमीमा मद्दत गर्छ भनेर समेत भनेका छन्। यो कुरा मैले किन जोडेको भनेपछि आविष्कार केन्द्र भनेको त बिल्कुलै नयाँ आविष्कार गर्नुपर्छ, पहिला नै बनिसकेको कुरा आविष्कार गरेर त्यसले आविष्कार कसरी भन्न सकिन्छ भन्ने बुझाइ धेरै नेपालीहरूको दिमागमा रहेको छ। त्यही कुरालाई
प्रश्न पार्न खोजेको र महावीर पुनको ठूलो गुनासो भनेको नै नेपाल सरकारले सहयोग नगरेको भन्ने छ। सरकारको सहयोग नमिलेपछि उहाँले जनतासँग सहयोग मागे। सबैले मलाई यसरी पनि आविष्कार हुन्छ भनेर भन्छन्, मलाई मूर्ख समेत भन्छन्। हो, म मूर्ख हो र मूर्खै नगरी यो सम्भव थिएन। सरकारकै आशमा बसेको भए अहिलेसम्म यति कुराहरू गर्न सकिने थिएन। आफ्नै आत्मकथा लेखेर बेचे र आफूसँग भएका मेडलहरू पनि बेच्नको लागि राख्छन्। कुनै एउटा व्यक्तिले यतिसम्म गर्दैछ र सरकारलाई केही भनक समेत नलाग्नु यो झन् दुःखको कुरा हो। उहाँको यो कामलाई सहयोग गर्नु त परको कुरा, उहाँको यो सुरुवातप्रति रोक लगाउने मान्छेहरू पनि त्यत्तिकै देखिए। यो खोज अनुसन्धानको सुरुवात कसै न कसैले गर्नु पर्थ्यो। त्यो महावीर पुनले गरे। महावीर पुनमाथि धेरै प्रश्नहरू समेत उठे। महावीर पुनले बनाएको आविष्कार केन्द्र होइन, ग्यारेज हो। अनलाइनमा सजिलै पाइने सामानहरूलाई आविष्कार केन्द्रले किन टाउको दुखाउनु पर्यो समेत भने। पहिलो कुरा त हामी नेपालीहरू कुनै कुराको पनि प्र्याक्टिकल गर्दैनौ र यत्तिकै हावातालमा बोल्ने गर्छौं। यो त अनलाइनमा सजिलै उपलब्ध छ, यो कुरामा किन टाउको दुखाउनु पर्यो सबैले गफ दिए। त्यही सामान नेपालमा बनाउँदा त्यो भन्दा सस्तो हुन सक्छ भनेर कसैले सोचेन। यही कुराको कमी हो हामीहरूमा। कुनै कुरा बिल्कुलै नयाँ आविष्कार गर्नुलाई मात्र आविष्कार भनिदैन। आविष्कार कहिले पनि आविष्कार गर्छु भनेर हुँदैन। त्यसको लागि प्र्याक्टिकल र त्यस्तै वातावरण चाहिन्छ। काम केही नगर्ने र गफ दिएर मात्र बस्ने चलन हावी भइरहेको छ अहिले हाम्रो देशमा। मेड इन चाइना यो शब्द हरेक नेपालीले देखेको र सुनेको शब्द हो। यो बजारमा जताततै जुन सामान किन्दा पनि एकचोटि त्यसमा लागेको स्टिकरमा हेर्नु होला, मेड इन चाइना देख्न सकिन्छ। नेपालमा पहिला त आविष्कार र अनुसन्धान गर्ने संस्कार नै छैन र सबैको दिमागमा के कुराको छाप लागेको छ कि कुनै कुरा बिल्कुलै नयाँ बने मात्र आविष्कार हुन्छ भनेर। चाइनाले एक वर्षमा 4400 प्रोडक्टहरू एक्सपोर्ट गर्छ 214 कन्ट्रीहरूमा, जहाँबाट $3.41 ट्रिलियन को इन्कम हुन्छ एक वर्षमा चाइनालाई। यहाँ चाइनाले पनि हामी नेपाली जस्तै सोचेको भए यो कुरा सम्भव थिएन। 4400 प्रोडक्टहरू मध्ये केही मात्र चाइना आफैले बनायो, तर धेरै प्रोडक्टहरू चाइनाले इनोभेसन गरेको, मतलब नव परिवर्तन, जहाँ पहिला नै बनिसकेको कुरालाई थप राम्रो बनाएर बेचेको। म यहाँ महावीर पुनले भनेको कुरा जोड्न चाहन्छु। पापड जुन डाक्टरहरू युज गर्छन् त्यही सामान इन्डियामा 1,25,000 आइसी पर्छ र त्यही सामान अमेरिकामा $1,000 पर्छ। जुन कुरा नेपालमा बनाउँदा 30,000 मात्र पर्यो। कफी भुट्ने मेसिन जुन युरोपबाट ल्याएर 20 लाखदेखि 40 लाखसम्म पर्छ, जुन नेपालमा बनाउँदा 14 लाख मात्र पर्यो रे। र यस्तै अरू कुराहरू पनि बनिरहेका छन् र यो कुराले नेपालको इकोनोमीमा ठूलो इम्प्याक्ट पार्छ। रोजगारी सिर्जनासँगै बेरोजगारी समेत घट्छ र यो आविष्कार केन्द्र एउटा सुरुवात हो र यो कुरालाई हामी सबैले सपोर्ट र मोटिभेट गर्नुपर्छ। यो एउटा व्यक्तिले गर्ने काम नै होइन, यो कुरा भनेको सरकारले गर्ने काम हो र हामी सबैले सरकारलाई यो कुराप्रति झकझक्याउनु जरुरी छ। धन्यवाद।